भीम लामा निर्देशित चलचित्र लडाई पहिचानको ट्रेलर सार्वजनिक गरिएको छ। विशेष गरी पहिचानको मुद्दा बोकेको चलचित्र लडाई पहिचानको आउँदो मङ्सिर 5 गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको छ। प्रस्तुत छ एक रिपोर्ट। बहुप्रतीक्षित नेपाली चलचित्र लडाई पहिचानको ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले तत्कालीन प्रदेश नम्बर 1 हाल कोशी प्रदेशमा पहिचानको माग गर्दै भएको ऐतिहासिक र संवेदनशील आन्दोलनको कथालाई गहन रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक ट्रेलरले प्रदेशको नाम किरात लिम्बू प्रदेश राखिनुपर्छ भन्ने आन्दोलनको मागलाई स्पष्ट रूपमा देखाएको छ। यसले पहिचानको लडाईँलाई कुनै एक व्यक्तिको माग मात्र नभई सम्पूर्ण जनजाति समुदायको अस्तित्व र आत्मसम्मानसँग जोडिएको विषयमा प्रस्तुत गरेको छ। आन्दोलनकारीले सडकमा उत्रेर गरेको सङ्घर्षका दृश्यहरू नै सशक्त छन्। ट्रेलरमा नाम कोशी घोषणा भएपछि विद्रोह मुख्य द्वन्द्वको रूपमा देखाइएको छ। नामाकरणपछि आन्दोलनले कसरी आक्रामक र कठोर रूप लियो भन्ने कुरा ट्रेलरका दृश्यहरूमा स्पष्ट झल्कन्छ। यसले राज्यपक्ष र आन्दोलनकारी बीचको द्वन्द्व, तनावपूर्ण माहौल र न्यायका लागि गरिएका बलिदानलाई मर्मस्पर्शी ढङ्गले समेटेको छ। भीम लामाको लैकन तथा निर्देशनमा बनेको चलचित्र लडाई पहिचान आगामी मङ्सिर 5 गतिबाट अल नेपाल प्रदर्शनमा आउँदैछ। चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्दर, धीरन साक्य, जेनी सिंह, प्रेम सुब्बा, किशोरवीर पण्डित, किशोर सम्माहम्पे, रोशन शर्मा, सुभाष योन्जन, परशुराम चौधरी, शर्मिला राई, अरुण कुमार प्रधान, दिलु सुब्बा, रामजी विष्ट, दिनेश कोइराला, नबिङ मोयाङबो, सुदीप लिम्बू लगायत कलाकारको अभिनय रहेको छ। चलचित्रका निर्माता भीम लामा, रामजी विष्ट, दिलु सुब्बा र उमेश तामाङ हुन्। कथा र स्क्रिनप्ले भीम लामा, सरोज केसी र रमेश टी कौशिकले लेखेका हुन्। चलचित्रको सिनेटोग्राफी मदन कश्यप घिमिरेले गरेका छन् भने सम्पादन रमेश टी कौशिकले सम्हालेका छन्। एक्सन देवकुमार महर्जनको संयोजन रहेको चलचित्रमा कोरियोग्राफी मणिकुमार लिम्बू र सानुराज थेकिमले गरेका छन्। फिल्मी अड्डा, गसिपदेखि बक्स अफिससम्म।